Hello everyone, welcome back to my new video. So आज चाहिँ म योभन्दा अगाडि चाहिँ तलाबादमा जोइन भएपछि के पाइन्छ भनेर त्यो भिडियो बनाएको थिएँ। आज चाहिँ म तलाबादमा काम गरेपछि कसरी अर्डर पिकअप गर्ने र कसरी कस्टमरकोमा गएर ड्रप अफ गर्ने भन्ने कुरोमा चाहिँ भन्न गइरहेको छु तपाईहरुलाई केही सहज होस् भनेर है। सो हेर्नु होला, म तपाईहरुलाई मेरो स्क्रिनमा लिएर जान्छु अर्डर कसरी आउँछ अनि कसरी पिकअप गर्न जाने अनि कसरी ड्रप अफ गर्न जाने भन्ने कुरामा म तपाईहरुलाई केही देखाउने छु, सिकाउने छु है त। अहिले चाहिँ एकदम खाली छ, अर्डर छैन हैन, अर्डर आएको छैन। सो म चाहिँ यहाँ छु हैन, अर्डर आएको छैन। अर्डर नआउँदा चाहिँ यस्तो हुन्छ हैन, जब तपाईको अर्डर कहाँ चाहिँ धेरै झरेको छ भनेर चाहिँ कहिलेको यस्तोतिर जोन देखाइरहन्छ कि रातो हुन्छ हैन। हो त्यो सब अर्डर आउने ठाउँहरु हैन। अहिले चाहिँ कहीँ छैन हो, अहिले अब कहीँ छैन त्यस्तो पनि। अर्डर पनि आएको छैन, म अर्डर पर्खिरहेको छु। अर्डर आएपछि तपाईलाई अर्डर कस्तो हुन्छ अनि कसरी पिकअप गर्ने अनि कसरी कस्टमरकोमा जाने भनेर त्यो पनि देखाउँछु है त। म अर्डर वेट गरिरहेको छु। आज चाहिँ ठ्याक्कै मलाई अर्डर आएको छ हैन, अर्डर आएको छ। कुन रेस्टुरेन्ट भन्दाखेरि यो फास्ट 6 एयर भन्ने छ हैन। योबाट चाहिँ यो रेस्टुरेन्टको नाम छ हैन। टक्कै अब रेडी हुनु चाहिँ अझै 18 मिनेट देखाइरहेको छ क्या। अनि आइटम चाहिँ के छ भन्दाखेरि यस्तो छ, 3 आइटमको छ। के अरबिकले खाने खालको हो हैन। अनि म यहाँ नजिकै छु क्या, ठ्याक्कै यो राउन्डबोर्ड हो, राउन्डबोर्डदेखि यतापट्टि पारिपट्टि छ। यो लोकेसन चाहिँ नजिकै छ हैन। यो रेस्टुरेन्ट भयो हैन। यो रेस्टुरेन्ट भएपछि मैले अर्डर चाहिँ कहाँ लिएर जानुपर्ने भन्ने कुरो यहाँ देखाउँछ क्या। अब यहाँ छ कालो पिन, यहाँ देख्नु भएको छ नि, यो चट्ट यो कालो। अब जब तपाईले अर्डर पिकअप गरिसक्नुहुन्छ नि, अब यहाँको जस्तै यो जस्तै पहेँलो जस्तै हुन्छ क्या। यो पनि अब यो चाहिँ हामीले पुराउने ठाउँ हो क्या। पहिले चाहिँ यस्तो थिएन, अहिले अपडेट भएर चाहिँ यस्तो देख्थ्यो। जब हामीले अर्डर पिकअप गरिसक्छौँ नि तब मात्रै यस्तो देखाउँथ्यो क्या। अहिले चाहिँ सुरुमै अर्डर आउने बित्तिकै देखाउँछ कि हामीले कहाँ पुर्याउनु पर्ने भन्ने कुरा चाहिँ हैन। अब यो म त हिँडिरहेको भएर मलाई थाहा छ यो कतिको टाढो छ भन्ने कुरो हैन। अब यो सालमिया भयो, यो चाहिँ हाम्रो जोन भयो क्या। हामी चाहिँ यो सालमिया भरि मात्रै काम गर्छौँ खासमा चाहिँ हैन। जति पनि यो मैदान हवेली यहाँ देखाएको छ नि, यो पनि सालमिया भित्रै पर्छ हैन। अनि यो जुन ठुल्ठुलो त्यो हरियो चिजले चाहिँ घेरेको छ नि, यो चाहिँ सालमियाको एरिया हो क्या। यो चाहिँ रुमथिया भन्ने ठाउँमा छ क्या। यो रुमथियाको जोन हो यो चाहिँ हैन, रुमथिया पर्छ यो चाहिँ। त्यही भएर यो चाहिँ सालमियादेखि चाहिँ अर्को ठाउँ जाँदैछ क्या, अर्को ठाउँ पुर्याउनु पर्ने रहेछ। अब जब यो म पिकअप गर्छु हैन, पिकअप चाहिँ अब कसरी गर्ने भन्दाखेरि चाहिँ अब यदि यो ठाउँ यो रेस्टुरेन्ट चाहिँ टाढो छ भने हैन, अब यो तलको त्यो साइडमा यसरी क्लिक गरेपछि चाहिँ अब दुईटा आउँछ। एउटा कुवेत फाउन्डर हो हैन, यो चाहिँ जुन चलाए पनि हुन्छ अहिले हैन। अनि म चाहिँ म्याप चलाउँछु, त्यसको म्याप खोल्छु हैन। अब म्यापले ठ्याक्कै ती पुर्याइहाल्छ नि हैन। अब तपाईको अघि अर्कै देखाएको थियो, अहिले अर्कै देखाएन, तर ठाउँ चाहिँ त्यही हो। हामी जानुपर्ने लोकेसन चाहिँ यहाँ रातो डट छ नि, त्यहाँ हो हैन। म चाहिँ जस्ट केही वरा मात्रै छु हैन। चट्ट अब स्टार्ट गर्यो हैन। स्टार्ट गरेपछि यो डट देखाएको छ नि, त्यो बाटो हो। अहिले गाडी चलेपछि चाहिँ त्यो चाहिँ सबै निलो हुन्छ क्या, निलो कलर हुन्छ। यति फलो गर्नु त हामी सकिहालिन्छ हैन। बाटो यति फलो गर्नु त अनि तर यहाँ पुर्याइदिन्छ। यहाँ रोकेर हामी रेस्टुरेन्ट त्यहीँ छँदैछ हैन। अनि अब त्यहाँ गएर पिकअप चाहिँ कसरी गर्ने त भन्दाखेरि हैन, अब पिकअप गर्ने। अब त्यहाँ त पुग्यो, रेस्टुरेन्टमा पुग्नु त हैन, ठुलो कुरो भएन। रेस्टुरेन्टमा गएर चाहिँ यहाँ तल जाने हैन, अर्डर एन्ड रिसिभ पिक्चर भनेको छैन। यसले चाहिँ के भनेछ भने प्लिज क्लिक अ क्लियर पिक्चर अफ द अर्डर प्याकेज सोइङ द रिसिभ ब्याक एन्ड ट्याब भनेछ। यसले चाहिँ एउटा क्लियर फोटो चाहिँ
त्यो रिसिप्ट दिएको हुन्छ अर्डरमा हो, त्यो अर्डरसहित ब्यागसँगै मजाले खिचेर यहाँनिर खिच भनेको छ होइन। चट्ट यहाँ खिचेपछि एउटा फोटो खिच्ने होइन। म चाहिँ जस्ट एउटा उसको लागि मात्रै खिच्छु, अर्डर रेडी भएको छैन। रेडी नभए पनि पिकअप गर्दा त हुन्छ, तर पहिले अर्डर आफूले लिने अनि मात्रै बल्ल पिकअप गर्ने हो क्या। नत्र भने कस्टमरलाई थाहा हुन्छ कि यसले अर्डर उठाइसक्यो, तलबातलाई थाहा हुन्छ यसले अर्डर उठाइसक्यो, तर पनि यो त्यहीँ छ भनेर चाहिँ उनीहरूलाई थाहा हुन्छ क्या। त्यही भएर हामीलाई नै नराम्रो हुन्छ। सो त्यही भएर जस्ट फोटो लिने अनि युज गर्ने। अब यहाँ चाहिँ कन्फर्म पिकअप गर्ने हो क्या। यति भएपछि अर्डर पिकअप हुन्छ। अर्डर पिकअप भएपछि ठ्याक्कै अब यो जस्तै यहाँको पनि हुन्छ क्या, सेम है, केही फरक छैन। अनि यो पनि फेरि पहेँलोमा बदलिन्छ क्या। मेन हामीले अब यो लोकेसन फलो गर्नु त ठुलो कुरो भएन होइन, बाटो देखाइदिएको हुन्छ, त्यसलाई पछ्याउँदै जाने हो। अब मेन भनेको चाहिँ हामीले याद गर्नुपर्ने भनेको चाहिँ कस्टमरले चाहिँ सही लोकेसन दिएको छ छैन। अब यो लोकेसन पिन चाहिँ ठ्याक्कै अब 30 र 28मा छ। अब यो 30 हो कि 28 हो घर। अब हामीले पिकअप गर्ने बित्तिकै चाहिँ यहाँनिर देखाउँछ क्या, कस्टमरले चाहिँ डिटेल्स हालेको हुन्छ, घर नम्बर होइन, स्टेट नम्बर ठ्याक्कै हालेको हुन्छ। हेलो ठ्याक्कै हालेको हुन्छ, त्यो हेर्ने होइन। अनि ब्लक पनि हेर्ने हो। पहिले चाहिँ यहाँ यो बक्समा ब्लक देखाउँथ्यो, अहिले चाहिँ ब्लक देखाउँदैन। जब म्यापमा जान्छ अनि तब मात्रै ब्लक देखाउँछ होइन। ठक्क यो अब यो कति ब्लक हो भन्ने कुरो म हेर्दैछु है त। यो चाहिँ मलाई त थाहा छ नि त, म सधैँ हिँडिरहेको मान्छेलाई होइन। त्यही भएर मलाई चाहिँ एक्ज्याक्ट थाहा छ। यो चाहिँ 9 ब्लक हो त्यहाँको होइन। अब 9 ब्लकको अब स्टेट कसरी हेर्ने त होइन। स्टेट यहाँ ST देखाएको छ नि, यो 93 यहाँ देख्छ, यो चाहिँ रोड नम्बर हो क्या होइन, रोड नम्बर। अनि रोड नम्बर हो। अब स्टेट 993 हाउस नम्बर यति भनौँ भने चाहिँ यो ठ्याक्कै छ। ब्लक 9 स्टेट नम्बर यति भनेर देखाएको छ भने ठिकै छ, लेखेको हुन्छ यहाँनिर होइन। अहिले त्यो पनि म देखाउँछु। यो एक्ज्याक्ट कति रहेछ यहाँ चाहिँ अहिले। अब 30मा पनि ठ्याक्कै छैन होइन, 30 भित्र पनि छैन होइन। अर्डर पनि ठ्याक्कै रेडी भयो। म जान्छु अनि पिकअप गरेर तपाईँलाई देखाउँछु है त। मैले तपाईँलाई एउटा कुरा भन्नै बिर्सेछु क्या। अब जब रेस्टुरेन्टमा पुगिन्छ नि, रेस्टुरेन्टमा पुगेपछि चाहिँ हामीलाई यो सिरियल नम्बर हुन्छ क्या, यो माथिको सिरियल 9347 अथवा यता #952 हुन्छ होइन। हो त्यो चाहिँ भन्ने हो कि त्यहाँनिर त्यो अर्डर चाहिँ बसिरहेको हुन्छ अनि उनीहरूले त्यो नम्बर हेरेर हामीलाई दिने हो कि होइन। सो मैले चाहिँ अर्डर ब्यागमा हालिसकेको छु। अब म चाहिँ जस्ट यस्तो एउटा यसको लागि मात्र पिकअप गरिदिन्छु होइन, कन्फर्म पिकअप गरिदिन्छु। अब खासमा चाहिँ अब यसले चाहिँ पिक्चर र त्यो स्लिप हाल भनेको छ होइन, तर म चाहिँ जस्ट पिकअपको लागि हालिदिन्छु। अब चाहिँ आफूले पुऱ्याउनु त छ होइन, तपाईँले त्यसो नगर्नु होला मैले जस्तो होइन। सो क्लियरली हालिदिनु होला होइन। मैले कन्फर्म गरिदिन्छु। यहाँ भयो है, कन्फर्म भयो। देख्नु अब आयो नि। अब कस्टमरको लोकेसन आयो यहाँनिर। अब हामी यहाँ जानुपर्ने हुन्छ होइन। अघि मैले देखाएको थिएँ नि 30 र 28मा दुईवटामा एउटा हुन्छ। स्टेट नम्बर हालेको छैन, घर नम्बर 30 छ होइन। अनि अपार्टमेन्ट नम्बर 1, फ्लोर पनि 1 होइन। ब्लक 9 यो तल 9 देखिराख्नु छ नि, हो त्यो चाहिँ ब्लक हो होइन। कस्टमरकोमा जाँदा पनि त्यही हो, ड्रपअप गर्ने बेला तब एड अ फोटो एज प्रुफ भनेपछि यो प्रुफको लागि चाहिँ ड्रपअप गर्ने ठाउँमा पुगिनस् प्रुफको लागि एउटा फोटो हाल भनिरहेको छ नि, त्यहाँ गएर पनि फोटो हाल्ने हो। अनि अब कस्टमरकोमा जाँदा पनि त्यही हो, सेम प्रोसेसिङ। अब सेम प्रोसेस त्यही हो, यहाँ तल जाने, यहाँ टच गर्ने। अब घर नम्बर त थाहा भइहाल्यो होइन। यदि अब यो घर यदि मिस्टेक छ भने चाहिँ हामीले कस्टमरलाई कल गरेर अब वाट्सएपमा लोकेसन एक्ज्याक्ट लोकेसन कहाँ हो त्यो माग्नुपर्छ है। नम्बर चाहिँ अब कस्टमरको नम्बर चाहिँ यहीँ हुन्छ क्या। यो अराइभ 18 मिनट्स देखाएपछि त्यसको यतापट्टि कलको सिग्नल देखाएर त्यो कलमा टच गरेपछि कस्टमरको नम्बर आउँछ। नम्बर आएपछि कल गर्ने अनि लोकेसन रङ छ
एक्ज्याक्ट लोकेसन पठाइदिनु भनेर वाट्सएपमा अनि वाट्सएपमा लोकेसन मागेर जाँदा हुन्छ है। अब म यसलाई फलो गरेर जान्छु है त। देख्नु पनि ठ्याक्कै यो आइसक्यो नि म यहाँ होइन। मेरो भिडियो कस्तो लाग्यो, कतिको बुझ्नुभयो होला, सब्सक्राइब गर्न नबिर्सिनु होला है। लास्टमा तपाईँहरूलाई एउटा टिप्स है त, जहिले पनि तपाईँ कस्टमरको घरमा जाँदाखेरि यदि तपाईँलाई चाहिँ घरको माथि बोलाएको छ, कुनै फ्लोरमा बोलाएको छ भने चाहिँ जहिले पनि त्यो घरको चाहिँ साइडबाट हुन्छ क्या डोर है। मेन डोर अगाडि देखिन्छ तर त्यहाँदेखि छिर्ने होइन हामी है। जहिले पनि घरको साइडमा दायाँ बायाँ हेर्ने हो क्या, कहाँनिर चाहिँ अर्को ढोका छ भनेर है। उनीहरूको चाहिँ जहिले पनि अगाडि चाहिँ अगाडिबाट चाहिँ हामीलाई एलाउड हुँदैन क्या कहिले पनि, जहिले पनि पछाडि हुन्छ क्या। यो अब कुन खालको हो होइन, जहिले पनि पछाडि हुन्छ। त्यही भएर नबिर्सिकन माथि यदि कुनै फ्लोरमा जानु छ भने चाहिँ पछाडिबाट हेर्ने हो क्या। यस्तो अगाडि नै हुन्छ होइन, तर हामी छिर्ने बेलामा चाहिँ यता दायाँ बायाँ कुनै पनि ठाउँमा चाहिँ एउटा सानो ढोका हुन्छ, हो त्यो ढोकादेखि गयो भने चाहिँ पछाडि लान्छ क्या। अनि पछाडिदेखि चाहिँ माथि चढ्ने ठाउँ हुन्छ है। त्यो कुरा चाहिँ ख्याल गर्नु होला, नत्र कसै चाहिँ अब अलिक खतम खालको हुन्छ नि त होइन। बाइचान्स अगाडिको ढोका खोल्यो भने मात्रै पनि यति कराउँछ तिनीहरूले होइन, कसैले त कुट्नु पनि बेर्लाउँदैन क्या, त्यति खराब हुन्छ यहाँ चाहिँ है। सो त्यही भएर यो कुरा चाहिँ कसैले पनि भनेको छैन र त्यो चाहिँ अब होइन मैले भनेको छु। यसो जहिले पनि कस्टमरको त्यो चाहिँ विचार ख्याल गर्नुपर्छ है। ल त गाइस, अब भिडियो कस्तो लाग्यो हेरेर साथ दिनु होला होइन। यस्तै यस्तै भिडियोहरू अब के चाहिएको छ होइन यसो कमेन्ट गर्नु नबिर्सिनु होला होइन। म त्यही आधारले पनि बनाउने छु है।